सुदन गुरुङ गृहमन्त्रीमा नियुक्त भएको 24 घण्टा नबित्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी उनी अझ कडा रूपमा प्रस्तुत हुने सङ्केत देखाइएको छ। सुदन गुरुङ गत भदौ 23-24 भएको जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ गोर्खा क्षेत्र नम्बर 1बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्री परिषदले सुदन गुरुङलाई गृहमन्त्री बनाएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङलाई गृहमन्त्री नियुक्त गरेका हुन्। सुदन गुरुङको बाल्यकाल त्यति सम्झने लायकको भन्ने छैन। उनको बुवा आमा डिभोर्सी हुन्। उनी 6 महिनाको हुँदा नै बुवा आमाले उनलाई हजुरआमासँग छाडिदिएका थिए। हजुरबुवा अन्नपूर्ण होटलमा काम गर्थे। स्कुल पढ्दादेखि नै उनले परिवारको माया पाएनन्। नर्सरीदेखि नै होस्टलमा बसेर पढेका गुरुङको स्कुले जीवन 10 कक्षासम्म होस्टेलमै बित्यो। चाडपर्वमा परिवारका सदस्यहरू लिन नआउँदा उनले होस्टेलका आमाहरूसँग बसेर चाडपर्व मनाउँथे। होस्टेलका ती दिनहरू सम्झँदै गुरुङले भने रुँदा रुँदै स्ट्रङ भए। काठमाडौँ ठहेटीमा जन्मेका सुदनले कक्षा 4सम्म काठमाडौँमा नै अध्ययन गरे। एलिस कोवेटमा उनले कक्षा 4सम्म अध्ययन गरेका थिए। पछि धनकुटा गएर 2 वर्ष अध्ययन गरे। त्यसपछि भने सुदन चितवनको कालिका गुरुकुल इङ्ग्लिस सेकेन्डरी स्कुलमा आए। उनले त्यहाँबाट एसएलसी उत्तीर्ण गरेका थिए। एसएलसी सकेपछि सुदनलाई उनको बुवाले काठमाडौँको मल्टी इन्टरनेसनल स्कुलमा ए लेभलमा भर्ना गरे। तर उनले ए लेभलको दोस्रो वर्षपछि पढाइ अगाडि बढाउन सकेनन्। ए लेभल सकाएपछि उनको बुवाले सुदनलाई अमेरिका पठाउन चाहन्थे। तर उनी भने काठमाडौँको ठमेल र आसपासमै रमाइरहे। जिन्दगी चलाउन गुरुङले पहिलो काम कल सेन्टरमा गरे। त्यसपछि डान्स र डिजे सिके। डिजेको आफ्नो कलेक्सन बनाए। स्वयं सेवामा लाग्नु अघि गुरुङले पार्टी आयोजना गरेर पैसा कमाउँथे। कहिलेकाहीँ डिजे पनि गर्थे। त्यसपछि उनले काठमाडौँका ठमेलमा आफूभन्दा दाई उमेरकाहरूसँग मिलेर ओएमजी क्लब खोले। प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरी उनका साथी थिए। 2072 साल अघि ठमेलमा डिजेइङ गर्ने र क्लब चलाउँदै हिँड्ने गुरुङको दिनचर्या त्यसपछि स्वयं सेवामा फेरियो। करियरको सुरुमा उनी र्यापर थिए। उनले भनेका छन्, भूकम्पपछि मलाई डिजे र बिबोङले तानेन। भूकम्पका कारण काठमाडौँ उपत्यकामा मानिसहरू घाइते भए। उनले भूकम्प प्रभावितको उद्धारको नेतृत्व गरेर अस्पताल पुर्याए। स्वयंसेवा गर्दै गर्दै उनले हामी नेपाल नामको संस्था खोले। सो संस्था मार्फत जाजरकोटको भूकम्पमा पनि काम गरे। पछिल्लो 10 वर्षदेखि आफू समाज सेवामा रहेको दाबी गर्दै आएका सुदन टर्कीमा भूकम्प जाँदा त्यहाँ पुगेका थिए। त्यसबेला नेपाल सरकारसँगको सहकार्यमा हामी नेपाल संस्थाले 23 टन सामान लगेर त्यहाँ प्रभावितहरूको लागि काम गरेको थियो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिडपछि आन्दोलन सुरु भयो। सेफ घोपा भनेर चलेको आन्दोलनमा गुरुङ पनि थिए। काठमाडौँमा चलेको इनफ इज इनफ र अकुपाई बालुवाटार आन्दोलनमा सुदन निरन्तर सहभागी भए। दुवै आन्दोलन हुँदा सरकारमा केपी ओली थिए। बितिथिको विरुद्ध आवाज उठाउँदा गुरुङले बुझे मुलुकमा सिस्टमबाट काम हुँदैन। आइटी सम्बन्धी जानकार गुरुङ भदौ 23 र 24मा भएको जेनजी आन्दोलनमा अग्रपङ्क्तिमा खटिए। आन्दोलनकर्ता मध्ये एक उनी थिए। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्माण र त्यसपछि रासपाका सभापति रवि लामिछानेसँग काठमाडौँका तत्कालीन मेयर बालेन शाहलाई एकताबद्ध बनाउन उनको
भूमिका रहेको छ। चुनावमा उनले रासोपाबाट टिकट पाए। गोर्खा क्षेत्र नम्बर 1 मा उम्मेद्वार बनेका उनी 29,829 मत ल्याएर निर्वाचित भए। सुदन चुनावी मैदानमा भन्थे, परिस्थितिले हामीलाई यो ठाउँमा ल्यायो, हामी साधारण मानिस मात्र हौं। राजनीतिमा चासो नभएका सुदन आन्दोलन र समाजसेवाबाट मूलधारको राजनीतिमा आइपुगेका छन्। नवनियुक्त गृहमन्त्री सुदन गुरुङमाथि गृह प्रशासनका सुधारका धेरै चुनौतीहरू छन्। गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको नेतृत्व उनले गर्नुपर्नेछ। अपराधका घटना अनुसन्धान गर्ने जिम्मेवारी भएको 69,541 फौजको कमान्ड अब सुदनको हातमा छ। जेनजी प्रदर्शनमा प्रहरीका ब्यारेक र अन्य साधन स्रोतमा क्षति पुग्यो। स्थानीयको सहयोगमा कार्यालयहरू मर्मत गरेर ब्यारेकमा फर्किएका सुरक्षाकर्मीले फागुन 21 भएको निर्वाचन सफलतापूर्वक सम्पन्न गरे। तर सुरक्षाकर्मीहरूको मनोबल पुरानै अवस्थामा फर्किएको छैन। भिड नियन्त्रण गर्न आवश्यक सामान नहुँदा ठुलो भिड देख्दा प्रहरी तर्सिनु पर्ने अवस्थामा छ। सुरक्षाकर्मीलाई भिड नियन्त्रण गर्न अब्बल बनाउनु पर्ने चुनौती गुरुङको काँधमा छ। अनुसन्धान गर्नेहरूमाथि पूर्वग्राही भावना राख्ने अहिलेको अवस्थालाई अन्त्य गर्नुपर्ने चुनौती छ। निजामती कर्मचारीको संयोजन भए पनि नेपाल प्रहरी अहिले पनि केन्द्रीय संरचनामा छ। सङ्घीय शासन प्रणाली अनुसार प्रदेशका प्रहरीको डिआइजीले कमान्ड गरेका छन्, तर उनीहरू अधिकारविहीन छन्। प्रहरीलाई प्रदेशमा संयोजन गर्नुपर्ने चुनौती उनको अगाडि छ। सुरक्षा निकायमा राजनैतिक हस्तक्षेप हुने गरेको तथ्य ओपन सिक्रेट छ। रोजेको ठाउँमा सरुवा पाउन शक्ति केन्द्रबाट भन्न लाउनु पर्छ भन्ने कुरा प्रहरीमा स्थापित छ। पहुँच नभएका अधिकृतहरू चिपुवा पर्ने गरेका छन्। उनीहरूको मनोबल गिरेको छ। सरुवा र बडुवा हुँदै आएको सदाबहार हस्तक्षेप र अधिकृतहरूको मनोबल उकास्ने चुनौती अब नवनियुक्त गृहमन्त्री सुदन गुरुङको काँधमा आएको छ। आफ्नै पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक रूपमा भनेका थिए, जीबी राई मलेसियामा लोकेट भए। तर पोखरा स्थित सूर्यदर्शन सहकारी संस्थाका अध्यक्ष जीबी राईलाई प्रहरीले अहिलेसम्म पक्रेर नेपाल ल्याउन सकेको छैन। सहकारीको निक्षेप अपचलन गरेको कसुरमा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलबाट उनी विरुद्ध रेड नोटिस जारी भएको छ। राईलाई पक्राउ गर्ने र उनलाई नेपाल ल्याउने चुनौती पनि सुदन गुरुङको काँधमा आएको छ। सुदन गुरुङ गृहमन्त्रीमा नियुक्त भएको 24 घण्टा नबित्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी उनी अझ कडा रूपमा प्रस्तुत हुने सङ्केत देखाइएको छ।